आज चाहिँ म तपाईँहरूलाई डेनमार्कको पब्लिक ट्रान्सपोर्टेसनको बारेमा सानो कुराहरू देखाउँदैछु। मसँग चाहिँ गणेश साथी अनि सबिना बहिनी, झरना बहिनी छन्। झरना र सबिना बहिनीकोले चाहिँ हामीहरूलाई यसो यताउता देखाउनको लागि लिएर हिँडिरहेछन्। यो चाहिँ अब 2 तल्ला मुनि छ। 2 तल्ला मुनि अब धेरै राम्रो रहेछ पब्लिक ट्रान्सपोर्टेसन चाहिँ यो ठाउँमा। हामी चाहिँ मेट्रोको प्रतीक्षामा छौँ। मेट्रो चाहिँ मिनेटमा धेरै छोटो समयमा आउँदो रहेछ। अनि यो चाहिँ अटोमेटिक बिना ड्राइभरको भनौँ न अटोमेटिक अटो चल्ने रहेछ। अनि त्यो एउटा सिस्टम चाहिँ धेरै राम्रो। मेट्रो पनि आयो। मेट्रोको चाहिँ हामी अगाडि फ्रन्ट सिटमा बस्छौँ। यहाँ चाहिँ अब अटोमेटिक त्यो नै राम्रो कुराहरू हो। यो चाहिँ ड्राइभर नचाहिने। मेट्रोबाट बाहिर निस्किने बित्तिकै यति धेरैहरू साइकल देख्न सकिन्छ। यहाँका मान्छेहरू चाहिँ प्रायःजसो धेरैजना चाहिँ साइकलमा मात्र यात्रा गर्नुहुँदो रहेछ।